मेरो जीवनको पहिलो भोट चाहिँ मैले कसलाई दिएँ हुम्ला त। सो हेलो एभ्रिवान, आई एम तुलसी घिमिरे। वेलकम छ तपाईँहरूलाई आजको मेरो डे 61 मिनी ब्लगमा। आई होप तपाईँहरू सबै सन्चै हुन्छ होला। म पनि एकदम ठिक छु। अनि आज चाहिँ म कहाँ जाँदैछु भन्ने कुरा चाहिँ म तपाईँहरूलाई भनिहाल्छु। अनि आज चाहिँ म जाँदैछु भोट हाल्नको लागि। अनि म चाहिँ भोट हाल्न जाँदैछु, तर मैले भोट हाल्न पाउँछु कि पाउँदैन भन्ने कुरा चाहिँ लास्टसम्म हेर्न सक्नुहुन्छ। या त अगाडि कसैले भिडियो हेर्नु भएको छ भने चाहिँ थाहा पाइसक्नु भएको होला। अनि यो चाहिँ मसँग चाहिँ छ नागरिकता, अनि मसँग चाहिँ भोटिङ कार्ड छैन है। सिधै भन्नुपर्दा मसँग चाहिँ भोटिङ कार्ड थिएन, नागरिकता मात्र थियो। अनि म सँगसँगै यता मम्मी पनि रेडी भइसक्नु भएको छ र अनि मम्मी पनि भोट हाल्न जाने भन्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। अनि हामी आमा छोरी भएर चाहिँ निस्किन्छौँ घरदेखि। अनि मम्मीको र मेरो चाहिँ एकै ठाउँमा थिएन। मम्मीको भने अर्को स्कुलमा पढेको थियो, मेरो भने अर्को स्कुलमा पढेको थियो। आमा छोरीको नै अलग अलग थियो। बुवाको र मेरो एउटै ठाउँमा थियो भने मम्मीको चाहिँ अलग ठाउँमा थियो। अनि यता चाहिँ आन्टी आउनु भएको थियो। आन्टी पनि भर्खर भोट हालेर आउनु भएको रहेछ। अनि म चाहिँ सरासर जाँदैछु। अनि म चाहिँ यताउता सोध्दै थिएँ भोट हाल्न जानुहुन्न भनेर। एकछिनमा जान्छौँ भन्दै हुनुहुन्थ्यो। हाम्रो चाहिँ नजिकै परेको थियो, त्यति टाढा पनि थिएन। यहाँदेखि समथिङ 15 देखि 20 मिनट लाग्छ हिँडेर जाँदाखेरि चाहिँ। अनि यतिखेर चाहिँ म आफ्नो गाउँदेखि पनि यता बाटोमा आइसकेको छु र अनि यहाँ बाटोमा चाहिँ सबैजना भोट हाल्नको लागि रेडी भएर हिँडिसक्नु भएको छ। अनि यो टाइममा चाहिँ समथिङ त्यही 12:30 भएको थियो। अनि यतिखेरको टाइम हो, देख्न सक्नुहुन्छ। यतिखेरमा चाहिँ म पुगिसकेको छु वीरेन्द्र क्याम्पस र हाम्रो चाहिँ सेन्टर रहेको थियो वीरेन्द्र क्याम्पसमा, भोट हाल्ने सेन्टर के, फेरि त्यो इक्जामको सेन्टर होइन। अनि यहाँ चाहिँ मेरो नाम खोज्दै हुनुहुन्थ्यो। ठ्याक्कै यहाँ मेरो नाम पनि भेटिसक्यो, देख्न सक्नुहुन्छ, कालो कालो थोपडा। अनि मलाई चाहिँ हातमा चिट्ठा दिइसकेपछि अब भने म लाग्नुपर्छ लाइनमा। र अनि लाइनमा लागिसकेपछि हामी चाहिँ भित्र जान पाउँछौँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ म लाइनमा लागेको थिएँ। तर गाइज लाइन लाग्यो होइन, कतिपय ठाउँमा चाहिँ मोबाइल सुबाइल लग्न दिएको थियो। हाम्रो यहाँ चाहिँ मोबाइल पनि लग्न दिनु भएको थिएन। अरू त कुरा छोडिदिनु, मेरो लिप बाम सुत्ता लग्न दिनु भएन। मेरो लिप बाम त्यहाँदेखि हराइहाल्यो। सो त्यो कुरा चाहिँ मजाकमै उडाउँछु। अनि यहाँ देख्न सक्नुहुन्छ यतिखेर चाहिँ म गइसकेको छु भोट हाल्न र मेरो यो पहिलो अनुभव हो। यतिखेर चाहिँ म आइसकेको छु भोट हालेर पनि देख्न सक्नुहुन्छ म चाहिँ एकदमै एक्साइटेड थिएँ गाइज भोट हाल्नलाई। तर म त्यहाँ भोट हाल्न फर्स्ट टाइम भएर होला म चाहिँ कामिरहेको थिएँ कि मेरो मुटु चाहिँ धक धक गरिरहेको थियो। अनि मलाई चाहिँ एकदमै राम्रो लाग्यो। मैले चाहिँ मजाले भोट हालेँ। सायद मेरो भोट रद्द भएको छैन होला, किनकि मैले बिचैमा राखेको थिएँ। अनि मैले चाहिँ जीवनमा पहिलोपटक कसैलाई भोट हालेको छु। धेरै ठुलो आश राखेर कृपया हाम्रो यो आशलाई चाहिँ म जस्तै आशले हाल्ने धेरै मान्छे हुनुहुन्छ होला, यो आशलाई चाहिँ निराशामा परिवर्तन नगरिदिनु होला। सो अनि म चाहिँ यतिखेर आउन लागेको थिएँ घरमा र देख्न सक्नुहुन्छ म चाहिँ एकदमै एक्साइटेड भएको थिएँ क्या गाइज। अझै पनि म एक्साइटेड नै छु। म चाहिँ के बोल्ने भइरहेको छु। अनि म चाहिँ फर्स्ट टाइम भोट हालेँ भनेर घरमा पनि भनेको थिएँ। अनि हाम्रो घरदेखि चाहिँ 3वटा भोट गयो। हाम्रो घरमा चाहिँ दादा दिदीहरू सबै बाहिर हुनुहुन्छ, उहाँहरू पनि चाँडो अब नेपाल आउने वातावरण बनाउनु पर्यो, नेपालमै केही गर्नु पर्यो होइन। सो अनि तपाईँहरूको भोट चाहिँ के कस्तो भयो, कोले हाल्नुभयो, अनि कतिपयको चाहिँ भोटर कार्ड छैन होला, कतिपय चाहिँ यस्तो पनि भयो होला कि कतिपयलाई त थाहा पनि छैन होला कि भोट केले हाल्न मिल्छ भनेर। म पनि त्यही सोचेको थिएँ भोटर कार्डले मात्रै हाल्न मिल्छ भनेर, तर त्यो होइन रहेछ। हामी भ्रममा रहेछौँ। भोटर कार्ड नभएर नागरिकता, अनि त्यसपछि लिएर लाइसेन्स, जग्गा धनीको लाल पूर्जा, अनि त्यसपछि परिचय पत्र, यो 3वटा चिज भयो, 4वटा चिज भए पनि हाल्न मिल्ने रहेछ। तर त्यहाँ हाम्रो नाम हुनुपर्ने रहेछ, त्यो हो। अनि यता देख्नुहुन्छ म चाहिँ घरमा आएर पनि यहाँ खाजा खाँदै थिएँ। भोक लाग्यो नि त, भोक लागेपछि त खाजा त खानै पर्यो। मैले चाहिँ भोट हालेर आउने बित्तिकै पनि 2-3वटा भिडियो बनाएर चाहिँ अपलोड गरिसकेको छु र त्यहाँ भाइ बहिनीहरूले अनि तपाईँहरू धेरैजनाले कमेन्ट गरिसक्नु भएको छ भोट चाहिँ केमा हाल्नु भएको छ दिदी भन्दै हुनुहुन्थ्यो। सो त्यो चाहिँ भन्न मिल्दैन होला, सायद तपाईँहरूलाई थाहा भइसकेकै कुरा हो। मैले अगाडिदेखि नै भन्दै आएको कुरा हो। मैले चाहिँ त्यसैमा हालेको थिएँ। सो आजको भ्लग चाहिँ यतैतिर सक्नुपर्छ। के कस्तो लाग्यो प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला। भेट्नुपर्छ अर्को भ्लगमा। बाई बाई।